नमस्कार एभ्रिवान, हजुर सम्पूर्णलाई मेरो भिडियोमा स्वागत छ। आज हामी यस भिडियोमा एसई को ग्रेड सिटलाई कसरी सच्याउने र के आवश्यक पर्छ र के कति खर्च हुन जान्छ भनेर म पुरा डिटेलमा भन्न गइरहेको छु। 2081 सालको एसई को प्रमाणपत्रमा जन्ममिति तथा नामथर संशोधन, प्रवेश पत्र तथा पर्च फैसलाको आधारमा सच्याउने प्रक्रियाको बारेमा चर्चा गर्न गइरहेका छौँ। हजुरले बुझ्नुपर्ने कुरा यो छ कि 2081 सालको एसई को प्रमाणपत्रमा जन्ममिति तथा नामथर संशोधन, प्रवेश पत्र तथा पर्ची फैसलाको आधारमा सच्याउने प्रक्रिया भनेर लेखेको छु। यहाँ मैले यो भनेको के हो भनेको चाहिँ हजुरको चाहिँ प्रवेश पत्रका आधारमा चाहिँ सच्याउनु पर्ने हो भने चाहिँ मैले अब भन्न गइरहेको कुराहरू समावेश हुन्छ। यदि हजुरको नामथर जन्ममिति चाहिँ प्रवेश पत्रको भन्दा फरक तरिकाले सच्याउनु पर्ने हो भने चाहिँ अर्को तरिका अपनाउनु पर्ने हुन्छ। त्यसको बारेमा म यो आवश्यक कागजातहरू यतिसम्म हजुरले भिडियो हेरेर आइसक्नुभयो। अब चाहिँ हजुरहरूलाई म थोरै समय लिएर आवश्यक पर्ने कागजातहरूको बारेमा बताउन गइरहेको छु है। हजुरहरूसँग आवश्यक कागजातहरू यस प्रकार रहेका छन्। हजुरसँग हुनुपर्ने कागजको प्रमुख कागज रहेको छ सक्कली प्रवेश पत्र, जुन हजुरले एसई दिने बेलामा चाहिँ प्राप्त गरेको हुन्छ। त्यो चाहिँ हजुरसँग अनिवार्य हुनुपर्ने छ। जन्म दर्ता वा नागरिकताको प्रतिलिपि, हजुरसँग जन्म दर्ता छ भने जन्म दर्ता पनि हुनेछ र यदि हजुरको नागरिकता बनाउनु भएको छैन हजुरले नागरिकताको पनि प्रतिलिपि चाहिँ बनाएर ल्याउनु पर्ने छ। जन्म दर्ता गरेको वडाको सिफारिस, हजुरले जन्म दर्ता गरेको वडाको सिफारिस भनेको चाहिँ हजुरको जन्म दर्ता जहाँ बनाएको छ त्यहाँबाट चाहिँ हजुरले एउटा सिफारिस चाहिँ बनाएर ल्याउनु पर्ने हुन्छ र हजुरले विद्यालयबाट पनि एउटा सिफारिस चाहिँ गरिदिनु भनेर त्यहाँको प्रिन्सिपल सरलाई चाहिँ भनेर एउटा सिफारिस चाहिँ बनाउन लाउनु पर्ने हुन्छ। हजुरले सिफारिस बनाइसकेपछि चाहिँ हजुरसँग हुनुपर्ने आवश्यक कागजातहरू चाहिँ यतिले पुग्छ भने भन्नुपर्छ। हजुरसँग हुनुपर्ने भनेको 4वटा कागजातहरू रहेको छ सक्कली प्रवेश पत्र, जन्म दर्ता वा नागरिकताको प्रतिलिपि, जन्म दर्ता गरेको वडाको सिफारिस, विद्यालयले गरेको सिफारिसको बारेमा हजुरहरूलाई मैले भनिसकेको छु। र लास्टमा मैले एउटा पोइन्ट लेखेको छु जहाँ लेखिएको छ शिक्षा विकास तथा समन्वय इकाइको सिफारिस अनुसार प्रमाणपत्रको विवरण संशोधन हुन्छ, तर प्रतिलिपि प्रवेश पत्रको आधारमा संशोधन चाहिँ हुँदैन भनेर हजुरले बुझ्नुपर्ने हुन्छ। भिडियोमा हेर्नुभएकोमा धन्यवाद। यस भिडियोमा चाहिँ हामीले यति मात्रै कुरा राख्छौँ र यदि हजुरको चाहिँ प्रवेश पत्रभन्दा फरक विवरण राख्नुपर्ने छ भने चाहिँ म अर्को भिडियो बनाउने छु र हजुरले त्यो भिडियो हेर्नुहोला र म त्यो भिडियोमा पुरै त्यसको बारेमा चाहिँ चर्चा गर्नेछु। आजको भिडियो यतिमा अन्त्य गरेँ। हस्त, धन्यवाद।